भाव नै प्रकट भइसक्यो। दिनभरिमा कति आमा बाउ आफ्नो मरिरहेको छोरो खोज्न आउने हो थाहा छैन। यो दुनियाँमा केवल 2 जना मान्छे मात्रै राम्रा हुँदो रहेछन् है। एउटा चाहिँ मरिसकेको मान्छे, अर्को जन्मिँदै नजन्मिएको मान्छे, होइन त? बाबा, तिमीले मेरो लाक्पा मरेको देख्यो? मरेको त देखे, तर त्यो मर्ने केटो तिम्रो लाक्पा हो कि ती चेलीहरूको छोराछोरी पो हो कि मैले त छुट्याउनै सकिनँ हो, छुट्याउनै सकिनँ, चिन्नै सकिनँ। बाबा, त्यसोको हातमा इन्जेक्सन जस्तो वस्तु थियो होला, तिमीले त देख्यो? हिजो राति मर्नुभन्दा अगाडि त्यसको हातमा मैले इन्जेक्सन लगाउने सुई देखेको थिएँ। हो, त्यो इन्जेक्सन लगाउँदै थियो। एकछिनपछि कालो निलो भएर त्यही सडकको पेटीमा डङ्गङ्गै ढल्यो। हामीले केही गर्न सकेनौँ। बाबा, त्यसो भए त मेरो लाक्पा नै हो। मैले त त्यसलाई त्यस्तो खराब चिज नखा भनेको थिएँ। ट्रेकिङमा विदेशीहरूले सिकाएको कुरो राम्रो हुन्छ भनेर मलाई उल्टै भन्थ्यो। आज मेरो कुरा मानेन, आज खतम भयो मेरो लाक्पा। अब मैचाङलाई कसरी मुख देखाउने? आउँदै गरेको लोसारमा छोरालाई सँगै लिएर आउँछु भनिया थिएँ, तर मेरो लाक्पा मार्यो। तमासा, भेर तमासा। मर्नुभन्दा अगाडि छोरो कस्तो अवस्थामा छ कसैलाई सोच्ने फुर्सद भएन। कुन कारणले दुर्व्यसनको शिकार बन्यो सोच्ने ख्यालै आएन। आज मर्यो। प्रकृतिले दिएको 2 थोपो फौकटको आँसु बगाउन बेला भयो सब। मेरो रामदयाल, मेरो नरेन्द्र, लाक्पा चेराङ्गो खावा दु, तिमी कहाँ छौ छोरा? देख्नुभयो त, उहाँहरू आफ्नो छोराछोरी खोज्न आउनुभएको जो हराएका छन्। तपाईँहरू किन मौन बस्नु भएको? आउनुहोस्, तपाईँहरूकै छोरा पो त्यो सडकको पेटीमा मरिरहेको त छैनन्। आउनुहोस् न, बुझ्नुहोस्, आफ्नो छोरा खोज्न आउनुहोस्। होइन, मलाई पक्का विश्वास भयो अब त्यो मेरो छोरा रामदयाल नै हो। होइन, त्यो पक्कै मेरो छोरा नरेन्द्र हो। होइन, मक्कु त्यो मेरो छोरा नुचे नै हो। कुन चाहिँ त्यो मेरो लाक्पा नै हो। त्यो मेरो नुचे नै हो। लाक्पा हो। देख्नु भयो त, अहिलेसम्म लासको असली अभिभावक पत्ता लागिसकेको छैन। हुनसक्छ अझै कतिजना अभिभावकहरू आउनु हुनसक्छ मेरो छोरो भन्दै दाबी गर्दै। बा दर्शक दीर्घमा बस्नुहुने तपाईँहरूमध्ये कसैको छोरो त थिएन त्यो? हेरौँ, पक्कै पनि कोही न कोही त ठेगान लाग्ला त्यो लासको असली आफन्त। यसको लागि अगाडिको कथा हेर्नु होला। चुप लाग्नुहोस् तपाईँहरू, चुप लाग्नुहोस्। त्यो अरू कसैको छोरा होइन, मेरो छोरा कुमार। मैले यही बुढो हातले मेरो सहारा भविष्यको लट्ठी कुमारलाई दाग बत्ती दिएर आउँदैछु। कुमार मेरो छोरा, मैले कस्ता मिठा सपना सोचेर थिएँ, अब सब मिथ्या पो। तिम्रो चिताको दाउरा जस्तै मेरो
सपना करानी भयो अब सब करानी भयो क्या कहा उसो भए त्यो हाम्रो नरेन्द्र होइन होइन म त मेरो छोरा नुच्छे हो भनेर कस्तो डराएको थिएँ। ए त्यसो भए त मेरो लाक्पा होइन आगे टाँसिदेले रिम्पुचे टाँसिदेले। काका नरुनुहोस् यसरी, अब कुमार फर्केर आउँदैन। मैले त्यसलाई धेरै पटक नखा भने, त्यस्तो पदार्थ खाने साथीहरूसँग नहिँड भने, मेरो नुच्छे होइन। त्यसले मेरो कुरा कहिले सुन्दै सुनेन, मान्दै मानेन। कति पटक त मैले त्यसलाई रोक्न पनि खोजेँ, त उल्टै मलाई तैँले जिन्दगी केही बुझेको छैनस् भन्ने घिच्याउँथ्यो। अब सब सक्यो, तर हामी छौँ नि। हामीलाई हेर्नुहोस्, तपाईँले साँचेका सपना अब हामी पुरा गर्छौँ। हामी बनाउँछौँ नयाँ नेपाललाई। हामीलाई हेरेर आफ्नो चित्त बुझाउनुहोस् न काका। कहाँ गएको? देख्नुहोस् कहाँ जान लाग्नु भएको तपाईँहरू। अरूको आँसुको मूल्य पनि त बुझेर जानुहोस्। तपाईँहरू आफ्नो आपतमा विचलित हुनुहुन्थ्यो, विलाप गर्नुहुन्थ्यो, अरूको आपतमा हाँस्दै जानुहुन्छ। मानव एक चेतनशील प्राणी हो। खै त तपाईँहरूमा अपनत्व। अरूलाई खाने बाघले तपाईँहरूलाई पनि त एक दिन खान सक्छ। अरूलाई पर्ने समस्या तपाईँहरूलाई पनि त पर्न सक्छ। यो देशमा भने हामी कोही बन्दैनौँ। सर्वप्रथम यो देश बन्नु आवश्यक छ। यो देश एक व्यक्तिले बन्ने होइन, हामी सबजना मिलेर बन्ने हो। त्यसैले मिलेर यो सुख दुःख साथ फेर गरौँ, मिलेर यो समस्यासँग लडौँ। होइन भने भोलिको दिनमा कुमार जस्तै तपाईँ हाम्रो छोराछोरी यही देशको सडकमा, पेटीमा, नदी नाला किनारमा, गाउँ ठाउँमा, यही नेपाल देशमा यसरी नै पक्लक पक्लक ढलेर भेट्न सक्छौँ, भेटाइन सकिन्छ। खै त बुझ्नु भएको तपाईँहरूले। तर अझै पनि ढिला भइसकेको छैन। आफ्ना छोराछोरीलाई बचाउन अझै पनि ढिला भइसकेको छैन। यो अभियान एक मात्र व्यक्तिको होइन क्या। यो अभियान त असल छोराछोरी र कर्तव्यनिष्ठ अभिभावकको एउटा सामूहिक अभियान हो। त्यही भएर हामी सबैजना एकजुट भई हाम्रो देशबाट यो दुर्व्यसनलाई जरैदेखि उखालेर फाल्न सक्नुपर्छ। अनि मात्र हाम्रो देश बच्छ र हाम्रा युवाहरू बच्छन्, हाम्रा सन्तान मर्दैनन्, अनि मात्र हुन्छ। ठिक भन्नुभयो तपाईँहरूले। सन्तानको सुख र शिक्षाका लागि भन्दै म रात दिन कटिएँ। तर मैले मेरो छोरालाई समय दिइनँ। उसँग बसेर उसको पढाइका बारे कुरै गरिनँ। ऊ कहाँ गयो, के खान्थ्यो, उसका साथी को छन् भनेर ख्यालै गरिनँ मैले। म त बस आफ्नो बैठक व्यवसाय भन्दै दौडधुप गरिरहे। उसले मागे जति पैसा दिँदै गए, तर ऊ त पहिल्यैदेखि दुर्व्यसनको शिकार भइसकेको रहेछ। र आज मैले यो दिन देख्नु पर्यो। तपाईँहरू सबैलाई मेरो बिन्ती छ, खोज्नुहोस्, आजै खोज्नुहोस् हाम्रा छोराछोरीहरू। आवश्यक परे सुधार गरी हलाउनुहोस्, उपचार गर्नुहोस्, तर ढिला नगर्नुहोस्। नभए मेरा छोरा जस्तै तपाईँका छोराछोरीहरू पनि यही गली पेटीमा यसै लावारिस भेटिरहेछन्। र त्यो बेला पश्चाताप गर्दै बस्नुभन्दा अहिले नै सतर्क हुनु। लो आयो हजुर, आयो आजको ताजा खबर आयो हजुर, ताजा खबर आयो आजको ताजा खबर। होइन भाइ, जब तिम्रो पत्रिकामा देशको बिहानैको खबर छापिन्छ, यस्तो अत्याचार, दुर्व्यसन, विकृति, विसङ्गति हटेको खबर छापिन्छ, आन्दोलन, अत्याचार, शोषण हटेको खबर छापिन्छ, जब तिम्रो पत्रिकाको खबरमा विकासको खबर छापिन्छ, विनाशको होइन, त्यो दिन तब मात्र तिम्रो अखबारको खबर
ताजा र स्वच्छ हुनेछ। होइन भने तिम्रो खबर युग युगसम्म युगान्तरसम्म बाँची नै रहनेछ हो, बाँची नै रहनेछ हो, बाँची नै रहनेछ।